राम र श्याम सानैदेखि मिल्ने साथी थिए। राम गरिब परिवारको छोरो, फाटेको जुत्ता, पुरानो कपडा, तर मन भने सधैँ सफा। श्याम धनी घरको छोरो, ठूलो घर, नयाँ कपडा, तर रामलाई कहिल्यै हेपेन। उनीहरू सँगै स्कुल जान्थे, एउटै बेन्चमा बस्थे। रामसँग खाजा नहुँदा श्यामले आधा आधा बाँड्थ्यो। श्यामलाई पढाइ नबुझ्दा रामले साँझ साँझ टुकीको उज्यालोमा पढाइदिन्थ्यो। समय बित्यो। श्याम ठूलो मान्छे बन्यो, राम अझै सङ्घर्षमै थियो। एक दिन राम बिरामी पर्यो, न पैसा न सहारा। त्यही बेला श्याम आयो। उसले रामलाई अस्पताल लग्यो, सबै खर्च बेहोर्यो र भन्यो, साथी भनेको पैसा हेरेर हुँदैन, मन हेरेर हुन्छ। साथी भनेको पैसा हेरेर हुँदैन, मन हेरेर हुन्छ। गरिबीले मानिस सानो हुँदैन, साँचो साथीले जिन्दगी ठुलो बनाउँछ।